जाँदैछौँ अनि हजुरहरू सबै मेरो साथ बनिरहनु होला। अश्विन को चाहिए था ये लेडीज जैकेट लुक, पर लाइफ में बोला भाई जरा बॉस की फेयरवेल की कॉन्ट्री, इनकी गर्भाधास में एंट्री। स्लाइड कर लेना। मलाई पनि लगाइदिनु भयो मेरो बुढोले, मेरो स्वामीजीले लगाइदिनु भयो। मलाई देख्न सक्नुहुन्छ हजुरहरूले। आप क्या करना चाहते हो? हम लोग फोटो वगैरह सब ले रहे हैं। अभी टीका खत्म हो टीको खत्म हो गए हाम्रो, अब फोटो वगैरह ल्याउँदैछ। हाँ वही तो। गीत गाउन एउटा मिठो
छैन आज छैन के भर भोलि मायाली बाँचुन्जेली छौका छोरी चेली मायाली सोधिहाले खोजिहाले नाली बेरे मायाली सोधिहाले खोजिहाले नाली बेरे मायाली यता आउन गीत गाउन फोटो टिप्यो मायाली गीत गाउन फोटो टिप्यो मायाली माथिबाट बगे आयो अवतार गङ्गा मायाली माथिबाट बगे आयो अवतार गङ्गा मायाली हाम्रो टीको सब भयो गाइस, देख्न सक्नुहुन्छ। अब म लाग्छु खाना बनाउनतिर। ल गाइस, म खाना बनाउन थालेँ है। अब टीको भयो, हाम्रो सबै भयो। अब मैले खाना बनाउन लागेँ। मैले खानेमा बनाउँदैछु। हाम्रो घरमा आज पनिरको सब्जी बन्दैछ दसैँमा। अनि यो पनीर शाही पनीरको मसाला हो। अनि यहाँ आलु राखेको छु मैले बोइल गर्नको लागि। और यो हो राइस बन्दैछ, बन्यो कुकरमा। अनि यो चिनी पानी हो। मैले अहिले गोल रोटी पनि बनाउँदैछु, त्यही भएर बच्चाहरूले खान खोजेछन्। आगे तक बनाइरहनु होला हजुरहरू सबै, त सबै देख्न सक्नुहुन्छ। अब म जाँदैछु शाही पनिरको लागि आफ्नो घरमा अर्ग्यानिक शिमला मिर्ची टिप्नलाई। सो म जाँदैछु छतमा। मेरो घरमा थोडा शिमला मिर्ची लाग्छ छतमा, मैले लगाएको, त्यही भएर तोड्नलाई शाही पनिरको लागि देख्न सक्नुहुन्छ। कसरी टिपौँ तल जानु न थोडा सा, अहिले देरी पनि भएछ अनि बारिस पनि हुन लाग्छ, त्यही भएर कसरी टिपौँ यसलाई सोचेको। ल हेर्नुहोस् है गाइस, हाम्रो घरमा कति छ नि शिमला मिर्च एउटै छ पौधा। हेर्न सक्नुहुन्छ, ल यो हेर्न सक्नुहुन्छ, एउटै पौधा छ। अनि मैले दुईटा तिनटा लागेछन् यसमा। ल हेर्न सक्नुहुन्छ। कता गयो अर्को? ए खसिसकेछ भाइ। दुई तिनटा थिए अनि यहाँ एउटा छ, यो भी गयो। अनि मलाई उतै जानु पर्ने भयो है। ल हेर्नुहोस्, उहाँ खसेर शिमला मिर्ची अरू पनि थिए, चिडियाले खाएर भ्याइसकेछ। ल यो देख्न सक्नुहुन्छ, घिरम्रो पनि छ। थोडा फुर्सदमा देखाउँला। यो सब थोरै खराब भएछ गाइस। अरू दुईटा त राम्रै छन्। मेरो छोरीले चावलको पिठो मोच्न लागेको छिन्, किनकि मेरो छोरीहरूलाई सेलरोटी धेरै राम्रो लाग्छ, पसन्द छ यिनीहरूलाई। त्यही भएर मम्मी दसैँमा पनि बनाइदिनु, तिहारमा पनि बनाउनु होला भनेर मैले चाहिँ बनाइदिन लागेको छु। नानीले चाहिँ सिक्न खोजेको भएर मैले नानीलाई दिएको मोच्नलाई। यो मैले गरम मसाला बनाएको अहिले सब्जी बनाउनको लागि। अनि घरमै बन्छ, बहुत राम्रो, हेल्दी अनि टेस्टी। और
हजुरहरूलाई रेसिपी चाहियो त प्लिज कमेन्टमा बताउनु होला, म चाहिँ बताइदिन्छु। सो गाइस हमारे घर में जलेबी आए हैं बहुत सारे, हमेशा आता है दशहरा में। सो गाइस सेल रोटी बनाए थे मैले दसैँमा, अनि फेरि यो सोयाबिन आलुको अचार, यो मिर्चीको अचार हो, बहुत टेस्टी छ। हजुरहरूले के बनाएर खानु भयो, मैले त यही सब बनाइछु। ल है गाइस, आज दसैँका दिन पानी आइरहेछ, अनि युट्युबमा मेरो भिडियो हेर्नु होला, लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु, सब्सक्राइब गर्नु नभुल्नु होला। आजको लागि यति, फेरि मिलौँला अरू एक नयाँ भिडियोमा। ओके देन, बाई बाई, सी यू गाइस।